हेलो गाइज, हाम्रो नयाँ भिडियोमा हजुरहरूलाई स्वागत गर्न चाहन्छु हैन। हामी चाहिँ भिडियो सुट गर्न यहाँनिर आइसक्यौँ हाम्रो स्पटमा। अनि हामी रेडी छौँ हाम्रो सामान सहित। अनि आजको च्यालेन्ज चाहिँ एकदम मजा आउनेवाला छ। आज चाहिँ गाइज हाम्रो यहाँनिर ट्याक्क लाएर प्रिपेरेसन भइरहेको छ। अनि आज चाहिँ नयाँ म नि खेल्छु भन्ने सोचेको थिएँ। आज यो भाइ नि खेल्ने भन्दैछन् र अनि यो खेल्छ ट्याक्क लाएर। ल गेमको रुल्स भन्न न त के हो? गेमको रुल्स त दिने मान्छेलाई थाहा नि। मैले भन्नु पऱ्यो। हाम्रो दुईजना मोडेलहरू बसिरहेको छ रेडी भएर जुस खानको लागि होइन। हामीसँग चाहिँ आज एकदम ऱ्यान्डमली चिजहरू छ होइन। त्यहाँ अब यस भन्यो भने चाहिँ त्यहाँ हालिदिने हो, नो भन्यो भने चाहिँ हाल्दैनौँ होइन। सुरु गरौँ ल गाइस। अब चाहिँ यहाँ आँखा बन्द गरेर चाहिँ मैले सामानहरू देखाउनु चाहिँ सोध्नेछु होइन। सो यिनीहरूले यस भन्यो भने चाहिँ यहाँ हाल्छु, नो भन्यो भने चाहिँ त्यसको यहाँ हाल्नु पर्दैन। र मिनिमम 3टा मात्रै नो भन्न पाउँछ होइन। सो सबै नो भन्न पाइँदैन। हामीसँग 6वटा आइटमहरू छन्। के हो हेर्दै जानु होला। ल आँखा बाँध्न सुरु हुँदैछ राम्रोसँग है। मैले यहाँ इन्स्योर गर्छु बानेछै छैन। देख्नु भएन है। मास्क पनि लाउँ कि? ओ त्यसले देखिन्छ है। त्यो डबल गरेर हुँदैन यार। त्यो म मान्दिनँ यार। म मान्दिनँ त्यो त कहाँ त्यसो हुन्छ। के हो यो? देखाछ मेरो त यो कतिवटा आउँला? तो सुधर जाओ, सुन लो मेरी बात, ठीक है? थोड़े मैनर सीख लो, एथिकेट सीख लो, तमीज सीख लो। यहाँ देखिन्छ त? देखियो? छैन देखाएको छ नि नै म पनि हेर्ने। देखिँदैन क्या? छैन कालो अन्धुत देख्छ। यिनीहरू रोइरहेछन्। गाइस छिटो बाँध्न छिटो। ल म सामान निकाल्छु। भिडियो छिटो गरिहालौँ। र यहाँनिर सुरु हुँदैछ गाइस। सुरु सुजन के भयो? त्यो जुन छ नि 75 वाला त्यो त यस नो भन्नु पर्दैन। त्यो त दुईटैमा हो नि। त्यो त नर्मली हो। के हो त्यो 75? हामीलाई नि सिकाउनु नि त यार। भएन यस्तो त। त्यो भएन है केटा। 75 रुपियाँ पर्ने रहेछ भनेपछि कति के हो रहेछ? मलाई थाहा छ अब के हो। के भन न। ल देखिरहेछ यार त्यसको तलबाट हेर। देखिरहेछ यार। मैले केही देखाएँ? मेरो त केही देखेको छैन है गाइस। ल ओके। जुस बनाउने यो दही चाहिँ दुईटैमा हाल्नै पर्छ होइन। दही चाहिँ दुईटैमा हाल्नै पर्यो होइन। सो अरू आइटमहरू चाहिँ खै अर्को सुजन दाइ भन्। एस नो भनिसकेपछि देखाउनु मिल्छ कि नै? यस्तो एस नो भनिसकेपछि त देखाउनु पाइयो। पाएन त्यो हेर्नै पाइएन क्या। लास्टमा खाने क्या? अनि खाइसकेपछि मात्र हो। अर्को स्पेसल आइटम त छ। कहाँ रहेछ स्पेसल आइटम? स्पेसल आइटम यहाँ छ अझ। यो नि खोला त। यो खोल्दो त। हामीलाई साथ दिँदैछन्। पुरै देखिरहेछ यार। यहाँ 4वटा केटाहरू छन् है। ल गाइस के छ यहाँनिर देख्न सक्नुहुन्छ। म चाहिँ यो स्पिक आउट गर्न चाहन्न। तर यो दुईटा परिलाई त डेन्जरै गाह्रो हुनेवाला छ होइन। लास्टै गाह्रो यार। अन्धकार छ। ओए रुमाल तल यार। अरे यार गाइस हामी चाहिँ सुरु गरौँ। सुरुमा चाहिँ यो दही चाहिँ सबैलाई खाने हुनु पऱ्यो होइन। सो दही चाहिँ दुवैजनालाई नै हालिदिन्छु। के को दही हो? आज खास के हो भने आज लस्सी बनाउने प्रोग्राम हो कि खास होइन। मिठोवाला कि नुन? मिठो अनि बबाल हुन्छ नि यार। त्यो भैँसीको दही हो कि गोरुको? लकमा डिपेन्ड गर्छ अब। अहिले नहजाउने यार। दाइ मलाई फेरि चौरी गाईको मात्र मन पर्छ। सेम क्वान्टिटीको चाहिँ अरे झुट बोल रहा है, ये झुट बोल रहा है। हाल्नु पऱ्यो होइन गाइस। त्यो त धेरै पर्दैन मागी हामी खानुपर्छ कि। त्यस्तो हुँदैन है। सबै हाम्रो मात्र हुन्छ खेल्ने मान्छेले गर्दा। पट्नु पऱ्यो नि गिलासमा। शरीरलाई पुग्छ कि नि? ल अब यो धर्मेन्द्रको पालो होइन। सोच्छु म पहिला होइन दुईटैलाई यसो गराउने नि। दुईटैले यसमा एकैचोटि। एकैचोटि। ल त्यसो भए यहाँ सुन्छ होला नि त मैले उचालेपछि त होइन। नउचाल्ने। ल त्यसो भए त ल धर्मेन्द्रले भने यस किन हो छिटो यस ल यसले भन् के अरे धीरजले भने नो ओके। ब्रो रुमाल तल गर्दा अलि कति तल गर्नु हो गाइस? नहेर तल देखाएर जस्तो लागिरहेको आउनु यार दाइ आफै। ल यस किन हो धर्मेन्द्र? नो के अरे यो धीरज यस किन हो? नो
अनि धर्मेन्द्रले यस किन हो यस के अरे यो धीरजले यस किन हो नो ओके के अरे धीरजले यस किन हो यो एस गर यस डिजेलाई यो यस किन हो नो नो ओके यो हाँस्ने चाहिँ हैन है दाइ ल डिजेले यो यस किन हो यस धीरज यस किन हो नो यसले धेरै नो भने यार अब पाउँदैन है अब म लास्ट एउटा सोध्छु है। तेरो आफ्नो मोड हेर हैन र होइन त्यस्तो कहाँ हुन्छ यस भन्नुपर्छ त्यो त भन्ने हो आफ्नो दिमाग सुन, 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 नोको नो भन्यो भने त पुरो सेक नै बन्दैन नि यो यसले तिनवटा यस भनिहाल्यो यस तिनवटा भयो मैले एउटा भनेको तिम्रो छु है। एउटा मात्र यस भनेको एउटा भनेछु छ। तिम्रो अझ दुईटा सोध्नुपर्छ पहिलाकै देखाएको छु त यो यस किन हो यस ओके तर नाम भन्नु भएन है अहिले चाहिँ यो यस किन हो मलाई छोडे अँ नो नो एउटा त तिनवटा त यस हुनै पर्छ क्या दुईवटा भइसक्यो त फेरि यस किन हो यस ओके ल त्यसो भए आँखा खोलौँ न त नखोलौँ त्यो खाने बेला नै यार दाइ खोलौँ कि अब त होइन होइन खाने बेलामा अवश्य सेक बनाएर ल्याउँछु खाने बेला हो ल अब हामी त खोल्छौँ तिमीहरू बनाएर त्यो खानेकुरा चाहिँ एक्सचेन्ज नगर छ है के त्यो के छ चाहिँ हुँदैन है ल है त त्यो उतापट्टिको यसको यो सेतो यसको ब्लू है गाइस सब्जी राख्नु वाइट नो ओके हामी चाहिँ यो जुन सामान थियो त्यसलाई चाहिँ हामीले ग्राइन्ड गर्नलाई यहाँ आइसकेका छौँ होइन किचनमा सो यहाँनिर हामीले चाहिँ एकछिन यहाँनिर घर पार्नेछौँ र त्यसपछि जुस लगाएर तिनीहरूलाई खुवाउनेछौँ अनि तिनीहरूको रियाक्सन हेर्नेछौँ है त गाइस गाइस सुरु भइसक्यो यहाँनिर दही हालेर सुरु भइसक्यो टक्क लाएर धीरजको लागि भन्दैछ है यो टमाटर के अरे लस्सी स्पेसल दुईटा खुर्सानी यसलाई चाहिँ खतरा परेछ खतरा परेछ सुन्तला परेछ बब्बाल खालको लस्सी बन्नेवाला छ हल्का पानी पनि हाल्नुपर्छ होला होइन चाहिँ यो धीरज भाइको लागि बनाउँदैछौँ होइन टक्क लगाएर ग्राइन्ड हान्छौँ अब टक्क लगाएर होइन खुर्सानीको यस्तो राग आएको छ पिरो होइन यस्तो हेर नाफे दामी देखिरहेछ है तपाईँले देखाल हेर्दाखेरि दामी हो खाँदाखेरि चाहिँ फेरि हेर्नुहोस् है गाइस एक्स्ट्रा खुर्सानी एड टोवाला लस्सी धीरजकै हो त्यो खतरा कलर खतरा देखाएको छ नि होइन एकदम एकदम चक्लेटी फ्लेभर ल गाइस अब चाहिँ त्यो धर्मेन्द्रको लागि यो बन्दैछ थाहा पाउनु है त त्यो याद गर्नु कसको चाहिँ यो धर्मेन्द्रको यो हल्का कलरवाला चाहिँ धीरजको ल गाइस अब चाहिँ हामीले यहाँनिर जुस बनाएर ल्याइसक्यो जुस रे लस्सी बनाएर ल्याइसक्यो बनिसक्यो बनिसक्यो यिनीहरू आँखा बन्द गरेर बसिरहेको रहेछ अझै ल अब आँखा खोलाऊ होइन खोल्नुपर्ने नै हो बब्बाल खालको यसको चाहिँ हल्का कम कलर छ यसको चाहिँ हल्का कलर नै बढी छ बब्बाल छ खोल न अब मेन रियाक्सन त यहाँ यो पुरै खानुपर्छ पुरै मिठो छ नि त हेर न केरा के परेको छ मिठो छ कि हेर न कलर हेर न कस्तो हेर न कफी कलर शिवरात्रि लागेको छैन त्यो मिठै छ जस्तो त्यस भए पहिला यसको खाएकोबाट रियाक्सन हेरौँ है त कस्तो परेछ अलि धेरै खानु पनि के यति खाएको र मेरो त बाफ्नैबाट थाहा पाइरहेको छु म होइन मिठो छ यसको त मिठो छ जस्तो छ यार सुन्तरा पनि परेछ जस्तो छ तिम्रो टमाटर सुन्तला केरा तिमी कति लक्की छौ हेर न फ्रुट नै फ्रुट परेको अब गाइज यसको गाह्रो छ यसको चाहिँ के परेछ ल पुरै खान्छ भने मात्र ट्राई गर्ने हो खाइदिउँला नि त खाइ नि ल गाइज पुरै खान्छ अरे अलि पिरो चाहिँ भएको छ खुर्सानी चाहिँ के हो 20-25 हाले जस्तो छ 4वटा हाल्नु पर्दैन ओ माई गॉड खाऊ न कस्तो छ बबाल छ त कहाँ अब यस्तो लस्सी कहाँबाट आँसु आयो यार मेरो त मिठो थियो यार रियाक्सन त अरूबाट आइरहेछ यार साथी कसलाई सम्झ्यो के भन्नु अब यार मिठो जुस हो त तिम्रो त
त्यो खुर्सानी मात्रै त नि बढी परेको सुन्तला याउ दही कस्तो लाग्यो त तर यसमा अदुवा सदुवा खुवाउनु पर्ने रुवा यार दाइ यार मिठो मलाई त पिरो त छैन होला पो दुईटा खुर्सानी जम्मा दुईटा खुर्सानी थियो नि एउटा भने कम हो मलाई त मिठो भयो यसलाई चाहिँ नर्मल यार कस्तो यार तर कफी हाल्नु पर्ने रहेछ के दाइ यार कफी हाल्ने अब चाहिँ नहाल्ने अब खाऊ नि त कफी हाल्यो ल गाइज हाम्रो भिडियो चाहिँ यहीँ सकिन लागिहाल्यो होइन केटाहरूको रियाक्सन चाहिँ अलि ठिकै आयो जे होस् होइन अब एउटालाई खुर्सानी पऱ्यो टमाटर पनि पऱ्यो एउटालाई चाहिँ दुईवटा राम्रो एउटा नराम्रो एउटालाई दुईवटा नराम्रो सुन्तला चाहिँ राम्रै परेको थियो सुन्तरा चाहिँ एउटै परेको रहेछ क्या हो कस्तो चाहिँ धेरै भएको थियो सुन्तला दुईटा थियो एउटा मात्रै एउटा कहाँ गयो केरा पनि आएन तिमीलाई परेको त सुन्तला केरा पनि परेन केरा तिमीलाई परेन केरा यसलाई परेको थियो केरा चाहिँ पर्नु पर्ने हो केरा परेन दुइटै तर खानुपर्ने क्या भने बरु केरा उहाँलाई खुवाएर मलाई सुन्तरा खुवायो नि हुन्थ्यो समझ ल ठिक छ अब सकिहाल्यो गाइज अब अर्को च्यानल के अरे अर्को च्यालेन्जमा भेटौँ ल